हेलो एभ्रिवान, नमस्ते। इट्स मी भुवन भण्डारी। आज हामी एब्रोड अपडेट्स रिलेटेड रिसेन्टली आएका नयाँ चेन्जेसहरू के छन्, कुन कुन कन्ट्रीमा के चेन्जेस आएको छ त्यो कुराहरू डिटेलमा गर्नेछौँ र त्यसको लागि आज हामीसँग हुनुहुन्छ उमेश भट्ट सर। उहाँलाई वेलकम गरौँ है त। सर नमस्कार। नमस्ते सर। के छ? थ्याङ्क यू। एकदम हजुरलाई एकदम ठिकठाक छ। यो 1-2 विक्समा केही नयाँ चेन्जेस, कुनै कन्ट्रीको बिग चेन्जेस केही आएको छ त? ओके, अब त्यस्तो बिग चेन्जेस भन्न पनि मिलेन होइन, त्यस्तो बिग चेन्जेस त्यस्तो केही पनि छैन। तर पनि हुन्छ नि तपाईँको चाहिँ एभ्री कन्ट्रिजहरूले चाहिँ डे बाई डे अलिकति रेगुलेसन्सहरू चाहिँ आफ्नो रिगार्डिङ भिजा अलिकति स्ट्रिक्टर भइरहेको छ। बिकज पहिला अस्ति दिन चाहिँ अहिले छैन, टाइम फ्लाइज अवे भने जस्तै हजुरको डे बाई डे भनौँ नर्मल चेन्जेसहरू चाहिँ आइरहेको छ। उनीहरू चाहिँ अलिकति स्ट्रिक्ट भइरहेको छ। जसरी अब लास्ट टाइम हामीले एउटा भिडियो बनाएको थियो युएस, अब युएसमा डिपोर्टेसनको कुराहरूदेखि लिएर युकेको डिपोर्टेसनको कुराहरूदेखि लिएर चाहिँ भनौँ न यिनै कुराहरू नि। तर जे होस् अब स्ट्रिक्ट चाहिँ भइरहेको छ डे बाई डे चाहिँ। अरू कन्ट्रीहरूले पनि जुन टाइममा हामीले कन्टिन्यू भिडियो बनाइरहेको थियौँ त्यो टाइममा त सबै कन्ट्रीहरूले डिपोर्ट गर्न सुरु गर्यो भन्ने टाइपको न्युजहरू आउन थालेको थियो नि त। हजुर, अहिले के छ, त्यो अलिकति कम भएको छ अथवा डिपोर्टको सेम नै छ, अरूले गरिरहेकै छ? हजुर हजुर, यस्तो छ नर्मली तपाईँको अब तपाईँ जुनै पनि कन्ट्रीमा एज ए स्टुडेन्ट जानुहुन्छ भने चाहिँ तपाईँले कुनै पनि लजहरू त्यहाँको भाइलेट गर्नुहुन्छ, तपाईँले त्यहाँको रेगुलेसन्सहरू फलो गर्नु हुँदैन भने चाहिँ अफकोर्स उनीहरूलाई राइट छ कि तपाईँले चाहिँ डिपोर्ट ब्याक गरिदिन्छ तपाईँको होम कन्ट्रीमा। सो अहिले पनि भइरहेको छ, नभएको होइन, यो चलिराख्ने क्रम हो, यो स्टप हुँदैन। बिकज हामी स्टुडेन्ट भिजामा छौँ, त्यहाँको पासपोर्ट होल्डर होइनौँ भनेपछि चाहिँ दे हेभ द कम्प्लिट अथोरिटी टु डिपोर्ट अस वेन वी आर नट अब लाइक त्यहाँको रुल्सहरू फलो गरिरहेको छैनौँ भन्यो भने चाहिँ स्टुडेन्टलाई चाहिँ अब डिपोर्ट गर्नु इज भेरी नर्मल थिङ हेर्नु। र यो चाहिँ बढिरहेको छ, आउट भएको छैन। कोही मान्छे सोसियल मिडियामा डिपोर्ट भए रुँदै कराउँदै आउने होइन हेर्नुहोस्। त्यही भएर यो आउट नभएको त डिपोर्टेसन चाहिँ भइरहेको छ हेर्नुहोस्। अनटिल एन्ड अनलेस यु आर नट फलोइङ द रुल्स एन्ड रेगुलेसन्स अफ द्याट कन्ट्री तपाईँ डिपोर्ट हुन सक्नुहुन्छ। त्यही भएर अवेर चाहिँ हुनुपर्छ एज ए स्टुडेन्ट भइसकेपछि त्यहाँको रुल्स एन्ड रेगुलेसन्सहरू चाहिँ के हो, कस्तो हो, भाइलेट गर्नुहुन्छ, कलेज जानुहुन्न, असाइनमेन्ट गर्नुहुन्न भने चाहिँ अफकोर्स द चान्स अफ गेटिङ डिपोर्टेड आर हायर। त्यही भएर अलिकति अवेर चाहिँ हुनुपर्छ तपाईँले चाहिँ। एउटा मैले चाहिँ देखिरहेको थिएँ कि यो फेसबुकतिर पनि एडहरू आइरहेको थियो। हजुर, नर्मल्ली पहिला 100% भिजा सक्सेस रेट भनेर सबैले एड गरिरहेको हुन्थ्यो होइन। अहिले चाहिँ के छ, त्यही कुरालाई 99 भन्न थालेको छ कि किन चाहिँ यस्तो 99 or even 90 पनि भन्छ। म चाहिँ 50-50 भन्छु। फेरि एउटा टाइम थियो बिकज आई हेड अल्सो गन थ्रु द सेम फेज होइन। अब तपाईँको चाहिँ डे बाई डे नयाँ कुराहरू देख्न पाइन्छ, भोग्न पाइन्छ। हामी सिकिरहेछौँ। सिक्ने जर्नी इज अ नेभर इन्डिङ जर्नी होइन। लर्निङ जर्नी भने त नेभर इन्डिङ जर्नी हेर्नु, केही कुरा पढेपछि थाहा हुने हो त के हो कस्तो भन्ने कुरा है। त्यही भएर 90% 99% अब नर्मली अब अहिले सबभन्दा बढी स्टुडेन्टको एउटा चोइस भनौँ अथवा भनौँ न एउटा अप्सन भनौँ स्टुडेन्टलाई युके हेर्नु। अब पहिला 100% भन्नेले अहिले 99 भन्छ अथवा 90 भन्छ, म चाहिँ 50-50 भन्छु। तपाईँ क्यापेबल हुनुहुन्छ भने चाहिँ अफकोर्स द चान्स अफ गेटिङ भिजा इज हायर एन्ड हायर है। र इन्टरभ्यूको कुरा जुन छ, इन्टरभ्यू चाहिँ हुने चान्सेस 99%, 1% लक्की नभए चाहिँ अलग कुरा छ। तर 99% केसेसमा होम अफिसले चाहिँ इन्टरभ्यू रिक्वेस्ट गरिरहेको छ। इभन अफर लेटरको लागि इन्टरभ्यू छ, त्यहीमा पास गर्नु नि त्यही स्टप लागिसक्यो क्या। अब तपाईँको चाहिँ त्यति इजी छैन कि पहिला तपाईँको कास्ट पनि इस्यु हुन्थ्यो, भिजा अफिसबाट इन्टरभ्यू आयो भने आयो, नत्र आएन भिजा लायो भन्ने कुरा हुन्थ्यो। तर अहिले के भइरहेछ भन्नुहुन्छ भनेपछि इभन अफर लेटरकै लागि कतिपय युनिभर्सिटीको इन्टरभ्यू छ। प्रिकास्ट इन्टरभ्यू त नर्मली 99% केसेसमा प्रिकास्ट इन्टरभ्यू हुन्छ हजुरको। त्यसमा पनि तपाईँले चाहिँ एउटा सेटिस्फ्याक्ट्री पर्फर्मेन्स भएन, यदि तपाईँको चाहिँ पर्फर्मेन्स चाहिँ इन्टरभ्यूलाई मन परेन भने चाहिँ त्यहीँनिर स्टप भइहाल्यो तपाईँ। र कास्ट पनि आयो फाइनली भनौँ न। कास्ट आइसकेपछि पनि होम अफिसले इन्टरभ्यू लिने चान्स एकदमै हाई छ। तर अलिकति अवेर हुनुपर्छ। तर होम अफिसले अब हाई कमिसनले इन्टरभ्यू लिँदाखेरि नर्मली के ट्रेन्ड छ भन्नुहुन्छ भने चाहिँ एज ए कन्सल्टेन्ट अब त्यो कुरा नर्मली हामीले नि स्टुडेन्टलाई गाइड त गर्छौँ नि डेफिनेटली है। 4-5वटा 500वटा क्वेसनहरू रटाइदिने। फर इक्जाम्पल तपाईँले काउको बारेमा एस चाहिँ तपाईँले एकदम रट्नुभयो, एकदमै तपाईँले चाहिँ पढिराख्नु भएको छ, प्रिपेरेसन गरिराख्नु भएको छ, तपाईँले डकको बारेमा एस लेख्न आयो भने तपाईँ काउकै बारेमा लेख्नुहुन्छ कि त्यहाँनिर। त्यो भइरहेछ। नर्मली हाई कमिसनले इन्टरभ्यू लिँदाखेरि उनीहरूले एउटा नर्मल क्वेसन ल्यायो भने जस्तै सपोज तपाईँले फन्डिङको कुरा गर्यो। सो इन वाट प्रोफेसन यो प्यारेन्ट्स आर इङ्गेज इन भन्ने तपाईँले चाहिँ पढेर प्रिपेरेसन गर्नुभयो। त्यहाँनिर होम अफिसले चाहिँ वाट यु प्यारेन्ट्स डु फर लिभिङ भन्दैला सोध्न त्यही क्वेसन सोध्या, तर मोडिफाई गरेर सोध्या। इट्स ट्रिकी क्वेसन्सहरू आइरहेको छ क्या अहिले चाहिँ नर्मली। यस्तो केसमा अब स्टुडेन्टले चाहिँ कन्फ्युज भइदिन्छ जान्थ्यो। अनि एउटा युके जानला स्टुडेन्ट अनि बेसिक लेभलको इङ्ग्लिस चाहिँ उसले चाहिँ बुझ्दैन भनेपछि उसलाई त्यहाँनिर के को आधारमा चाहिँ सेटिस्फाई हुन्छ त आएको यो कुराहरू छन् कि। त्यही भएर
तपाईँ अप्लाई गर्नु अघि भनौँ न अब गरिसकेपछि चाहिँ मेक स्योर कि तपाईँ चाहिँ इन्टरभ्यू मजाले डिल गर्न सक्नुहुन्छ। त्यो भने फर्स्ट स्टेप हो। पुगिसकेपछि क्या सङ्घर्षका कुराहरू गाह्रोका कुराहरू त्यो अलग छन्, किनकि चाहिँ सङ्घर्ष भन्ने कुरा जुन पनि कन्ट्रीमा छ यो कुरा चाहिँ स्टुडेन्टले चाहिँ माइन्ड मेकअप बनाएर जानुपर्छ। जाने बित्तिकै चाहिँ तपाईँको सबै कुरा रेडिमेड छैन हेर्नु, गएर तपाईँले जिरोबाट स्टार्ट गर्ने हो। यो माइन्डसेट भनेको स्टुडेन्टले पनि प्यारेन्ट्सले पनि बनाउनु पऱ्यो हेर्नुहोस् होइन। र अर्को कुरा सुन्नुभन्दा नि आफूमा कतिको विश्वास गर्नुहुन्छ त्यो अनुसारले तपाईँ प्लान गर्नु भन्छु म चाहिँ है। अनि अब नर्मली उता गइसकेपछि कन्सल्टेन्सीले फसायो, यसले फसायो, उसले फसायो भन्ने कुराहरू चाहिँ नगर्नु होला कृपया, किनकि चाहिँ तपाईँलाई घरबाट उठाएर कसैले नि गर्दैन। यो ट्रेन्ड पनि देखिरहेको छ होइन हजुर, मार्केटमा। अब गइसकेपछि वहीँ गएको स्टुडेन्टहरूले अलिकति नेपालबाट जान खोजिरहेको अथवा भिजा लागिसकेको छ होइन, अब टिकट काटेर बसेको स्टुडेन्टहरूलाई पनि डिमोटिभेट हुने टाइपको कुरा चाहिँ बाहिर भएको स्टुडेन्टहरूले गरिरहेको देखिन्छ। किन के रिजनले हुन्छ यो चाहिँ? अब यस्तो चाहिँ हेर्नु, अब नर्मली मोस्ट अफ द युथ्सहरू भनेको चाहिँ +2 पछि चाहिँ ब्याचलर पढ्न गइरहेको हुन्छ। नर्मली 80% स्टुडेन्ट्सहरू 80देखि 90% भनौँ नर्मली +2 पढेकै ग्रेजुएट्सहरू चाहिँ ब्याचलर जोइन गर्न लाइक ब्याचलर डिग्री कन्टिन्यू गर्न चाहिँ अब्रोड गइरहेको हुन्छ। र उता पुगिसकेपछि चाहिँ म चाहिँ के भन्छु भने चाहिँ यो कुरामा चाहिँ मैले पनि अब नर्मली सोसियल मिडिया स्क्रोल गरिरहेको बेला चाहिँ यो एउटा भनौँ न एउटा तपाईँको चाहिँ मास गेन गर्नलाई हुन्छ नि, अब यस्तो भिडियो बनाएपछि मान्छेले हेर्छ भन्ने एउटा हुन्छ, त्यो पनि एउटा रिजन हुनसक्छ जस्तो लाग्छ मेरो पर्सनल एनालिसिस चाहिँ। मैले भिडियोमै मात्रै पनि भनिनँ, जस्तै हाम्रै कमेन्टहरूमा अथवा अरूहरूले पनि बनाएको भिडियोको कमेन्टहरूमा पनि यो कन्ट्री नआउनु बिजोक छ होइन, यस्तो कमेन्टहरू म्याक्सिममले छोडिदिरहेको हुन्छ क्या। यस्तो छ नर्मली तपाईँको त्यो मान्छे यदि हामीले सजेसन कसको लिने हो त, कोही मान्छे गयो कि फर इक्जाम्पल तपाईँ जानुभयो पढेर तपाईँ ब्याक हुनुभयो, तपाईँले यो कुरा गर्न सुहाउँछ। जो मान्छे काठमाडौँ छोडेर कहीँ गएको छैन, इन्टरनेसनल एयरपोर्ट गएको छैन, त्यो मान्छे अरूलाई सजेसन दिइरहेको छ, त्यो मान्छे अर्कोले मानिरहेको छ। फेरि त्यो मान्छे कहाँ पुग्छ ल भन्नुहोस् तपाईँ? सङ्घर्ष त यहाँ पनि छ नि त। अनि उहाँ पुग्नुहुन्छ भनेपछि तपाईँ त वर्ल्डको टप स्टुडेन्टहरूसँग चाहिँ कम्पिट गर्ने एउटा ग्लोबल हब हो होइन। युकेको लन्डन भनेको वर्ल्डकै वान अफ द बेस्ट सिटी हो हेर्नु, त्यहाँ चाहिँ वर्ल्डको ट्यालेन्टहरू आउँछ, उनीहरूसँग कम्पिट गर्नु सक्नु पऱ्यो पहिलो कुरा। र त्यो क्यापेबिलिटी आफूमा डेभलप गर्नु पऱ्यो कि नर्मली सबै कुरा आफैमा डेभलप भइसकेको छ अलरेडी भन्ने छैन। तपाईँ चाहिँ त्यो माइन्डसेट बनाउनु पऱ्यो। र त्यो मान्छे जो त्यहाँ सुख दुःख अब सङ्घर्ष गरेर बसिरहेको छु, आफ्नो लाइफ मेन्टेन गरिरहेको छ, तर उसले अर्को मान्छेलाई सजेसन दिँदाखेरि चाहिँ नआइजा भन्छ क्या। यो जुनै पनि कन्ट्री, नट ओन्ली फर द युके, तपाईँ अस्ट्रेलिया गएकोलाई सोध्नुहोस् त्यसले पनि त्यही भन्छ, अमेरिका गएकोलाई सोध्नुहोस् त्यसले पनि त्यही भन्छ, क्यानाडा गएकोलाई सोध्नुहोस् त्यसले पनि त्यही भन्छ। आइजा कसैलाई पनि भन्दैन क्या। अब 1% केसमा होला, 1% केसमा चाहिँ आऊ दुःख सुख जस्तो भयो नि, फ्युचर ठिक छ, सबै कुरा ठिक छ भन्ने मान्छेहरू धेरै कम होलान्। मोस्ट अफ द मान्छेहरूले चाहिँ नआइजै भन्छ, आफू फेरि बसिरह। त्यही कुरा त्यो मान्छेले आएर नेपाल आएर भन्छ नि त्यो पनि ल है यो मान्छे त्यही गएर भोगेर आएको, यसको कुरा चाहिँ मान्नुपर्छ भनेर त्यसको मान्नु पनि एउटा स्वाभाविक कुरा हो। तर अब तपाईँको चाहिँ उता ऊ गरिरहेको छ, उसले कसरी ऊ गर्न सक्छ नि म गर्न सक्दैन त भन्ने एउटा माइन्डसेट बनाएर जानु पऱ्यो क्या। र जाने मान्छेले माइन्डसेट चाहिँ स्ट्रङ बनाएर जानु जरुरी छ। सङ्घर्ष त अभियसली छ हेर्नुहोस् है। अब कतिपय केसेसमा चाहिँ मान्छेले चाहिँ अब कतिपय कुराहरू नबुझिकन के आउँछ त्यो मान्छेले दुःख पाउँछ। सबै कुरा चाहिँ आफूले चाहिँ प्रोपरली स्टडी गरेर जानुभयो भनेपछि भोलि एटलिस्ट के हुन्छ एउटा रिग्रेट गर्ने ठाउँ त हुन्न नि। ए फलानु कोर्समा लाएर लैलेमा लाएर म आएँ, अहिले यस्तो छ भन्न त मिलेन नि त, मैले रिसर्च गरेर आएको थिएँ, ठिक छ अब पऱ्यो म गर्छु भन्ने टाइपको चाहिँ एउटा चाहिँ भन्नु पऱ्यो। सबै कुरा ब्यालेन्स बनाउनु पऱ्यो होइन। वर्क लाइफ स्टडी लाइफदेखि लिएर हरेक कुराहरू, त्यहाँको रेगुलेसन्सका कुराहरू मेन भनेको होइन, त्यो कुराहरू मेन्टेन गर्नु पऱ्यो। त्यो माइन्डसेट बनाएर चाहिँ जानुपर्छ भन्छु म चाहिँ। पहिलाको रेसियोमा हेर्दाखेरि अहिले अब बाहिर पढ्न जाने स्टुडेन्टहरूको होइन त्यो इन्ट्रेस्ट पनि अलिकति कम हुँदै गएको हो कि के हो? अब इन्ट्रेस्ट कम भन्दा पनि अब फ्याक्ट कुरा गर्नुपर्दा यहाँनिर चाहिँ भिजा रेगुलेसन्स अब रुल्स एन्ड रेगुलेसन्सहरू अलिक स्ट्रिक्ट हुने बित्तिकै चाहिँ स्टुडेन्ट चाहिँ ब्याक भएको भन्छ म चाहिँ। कम भएको केही पनि होइन। अस्ट्रेलिया वाज वान अफ द हुन्छ नि लाइक एभरग्रिन वान अफ द फर्स्ट चोइस हुन्छ नेप्लिज स्टुडेन्टको। त्यहाँको लागि डकुमेन्ट्स कतिपयले बनाउनु थाल्नुहुन्छ, 1% डकुमेन्ट बनाउनुहुन्छ होइन। त्यसै गरी सबैले डकुमेन्ट बनाइरहेको हुँदैन। फाइनेन्सियल नपुग्ने बित्तिकै चाहिँ अस्ट्रेलिया केसमा अलिकति गाह्रो छ। युके केसमा पहिला जस्तो बीको आधारमा भिजा लाग्ने 100% भिजा आउने दिन गए होइन। त्यहाँको लागि नि आफू अलिकति वेल कम्पिटेन्ट हुनु पऱ्यो, मजाले चाहिँ एउटा इन्टरभ्यूसँग डिल गर्न सक्नु पऱ्यो र उसलाई कन्भिन्स गर्न सक्नु पऱ्यो कि आई एम द क्यापेबल पर्सन टु गेट द्याट भिजा भनेर है। सँगसँगै अब क्यानाडा केसमा पनि अलिकति भिजा अहिले स्ट्रिक्ट नै छ भनौँ न। अब तपाईँको चाहिँ पहिला जस्तो भिजा रेसियो छैन। समग्रमा बुझ्नु पर्दा अलिकति भिजा रेसियो चाहिँ कम भएको कारणले गर्दाखेरि चाहिँ स्टुडेन्टहरू अवेर भएको कि भन्न मिल्छ। तपाईँको क्रेजै कम भएको चाहिँ भन्नु मिल्ने जस्तो लाग्छ। अगाडिको भिडियोहरूमा पनि कमेन्ट आइरहेको थियो कन्सल्टेन्सीले कति फल्स इन्फर्मेसन दिने होइन, युके गएको 6 महिनामा डिपेन्डेन्ट लान मिल्छ भन्ने
होइन हजुर। यस्तो कुराहरू धेरै नै कमेन्ट आइरहेको थियो हजुर, कि हजुर। यसमा के छ युकेको केसमा डिपेन्डेन्ट कहिले लान मिल्ने हो हजुर होइन यो यसको चाहिँ एक्ज्याक्ट इन्फर्मेसन चाहिँ के होला यो केसमा चाहिँ मास्टर्स बाई रिसर्च प्रोग्राम चाहिँ एकदम लिमिटेड युनिभर्सिटिजहरूले चाहिँ अफर गरिरहेको छ त्यसमा चाहिँ डिपेन्डेन्टसँगै अप्लाई गर्न मिल्छ सँगै भिजा पनि लाग्छ तपाईँको प्रोफाइल ओके छ भनेपछि र तपाईँले सबै फर्मालिटी पुरा गर्नुभयो भनेपछि है अपार्ट फ्रम द्याट तपाईँको मास्टर्समा डिपेन्डेन्टको रुल छैन ब्याचलरमा झन् कहिले छँदा पनि थिएन तपाईँले भन्नुभएको छ लास्ट टाइम कमेन्ट मैले देखिरहेको थिएँ ब्याचलर्स डिग्रीको हामीले यो कुरा सायद कभर पनि गरेको थियौँ है ब्याचलर्स डिग्रीमा डिपेन्डेन्टको रुल कहिले पनि थिएन अलिकति म चाहिँ के भन्छु भनेपछि ब्लाइन्डली ट्रस्ट नगर्नुहोस् कि कसैलाई इन्फर्मेसन ग्यादर गर्नुहोस् अप्लाई गर्ने एउटा सर्टेन ठाउँ होला तपाईँको त्यहाँबाट अप्लाई गर्नुहोस् नो प्रब्लम तर मेक स्योर कि सबै कुरा तपाईँले चाहिँ बुझ्नुभयो र अहिलेको जमानामा तपाईँको नर्मली के कुरा चाहिँ छैन कि युआर जस्ट वान स्टेप अवे फ्रम एभ्रिथिङ भन्छु म चाहिँ एभ्रिथिङ यु क्यान रिसर्च बाई यर सेल्फ के सबै कुरा तपाईँले चाहिँ पाउनुहुन्छ तपाईँकै हेर्नु अनि इन्टरनेट छ मोबाइल फोन छ त्यसको रिलाइज गर्नुहोस् न हेर्नुहोस् बुझ्नुहोस् होइन तपाईँलाई यदि कुनै क्वेरिजहरू छ भने चाहिँ युनिभर्सिटीलाई सिधै इमेल गर्नुहोस् अफिसियल इन्फर्मेसन आउँछ सबैसँग